सकेर बसेको अवस्था यता माथि यत्रो ठुलो जङ्गल हिँडेर आउँदाखेरि नपुगेको आयो र बिन्दासले बिन्दास चाहिँ यता बुइनी बिन्दास घाम बेसी छ धेरै गर्मी अझै छ हिँड्दा हिँड्दा थाकिसके अब फेरि बढ्न लाग्यो नि होइन बिन्दास हामी हिँडेको 3 घन्टा भइसक्यो हिँड्दा हिँड्दा ओह्रालो हिँड्दा भन्नु छ हेर्नु थाकिसके म यो बाटो हिँड्दा अलैँची त्यो पुलमा जाँदैछौँ हामी चाहिँ फाइनली झर्ना ऊ त्यो झर्ना बुनुहरू पुलमा चढ्ने अरे ऊ बाटो यस्तो छ हिँडेको 2 घन्टाभन्दा बढी भयो हिँडेरै पुगिन्छ भनेर आएको त्यो पुल कस्तो खतरा के दुईटा नि कस्तो राम्रो के माथि झन् कसरी होला नि त्यहाँ माथिबाट जानु पारिबाट हो अनि त्यही यो खोला उताला बगेर जाने अनि साथीहरू यहाँबाट कस्तो देखिन्छ ल हेर्नुहोस् त नेपालकै दोस्रो लामो अग्लो झर्ना भनेर यो टोड्के झर्नालाई चिनिन्छ वा कस्तो खतरा के यहाँ त्यहाँको छ र अहिलेसम्म यहाँसम्म आइरहेछ के कस्तो हुँदैछ फिल्नु भन्नु पर्यो नेपालकै दोस्रो अग्लो झर्ना हो टोड्के झर्ना बब्बाल आनन्ददायक ल नानी के गर्न चाहन्छस् गर कस्तो लाग्दैछ त ल भन्नु खतरा नि यो कसरी चाहिँ उयो होला यो आफै हुन्छ यस्तो हेर त ल जानु तपाईँ पनि खतरा के कस्तो राम्रो आफू जान पाइन हुन्थ्यो कस्तो हुँदैछ विनोद सकेर आउँदै हुनुहुन्छ अनि 2 जना बुनुहरू चाहिँ त्यहाँनिर कस्तो फिल भयो शीतल भयो होला है भिज्नु भएछ त तपाईँ त भिजिन्छ नि त्यहाँ झर्ना पुरा झर्छ नि दामी छ एकचोटि तपाईँ के भए तपाईँहरू पनि यदि भिजिट गर्नुभएको छैन भने आउनु होला हामी चाहिँ गलत बाटोमा गएर धेरै टाइम लाग्यो होइन ल हेर्नु त्यहाँबाट के गरेको हो तिनीहरू दामी लाग्यो ल हजुरहरू पनि नेपालकै दोस्रो झर्ना अग्लो झर्ना नेपालकै दोस्रो अग्लो झर्ना हेर्न चाहनुहुन्छ भने अनि भिजिट गर्न चाहनुहुन्छ भने अनि के भन्न चाहनुहुन्छ इन्जोय गर्नलाई मजाले दामी हुन्छ है मजा आउँछ सिम्पल हुन्छ टेन्सन केही छैन यहाँ बस्ने खाने उता जाने बस्ने साथहरू कुरा छ होइन अब सबका अगाडि नेपालको झन्डा मजा आउँछ नि नेपालको झन्डा कस्तो भयो उडायो झन्डै साह्रै मार्यो एकैछिन लुगा भिज्यो खाजा
हिँड्दाखेरि खाजा चाहिँ बोकेर आउनुपर्छ चल्चोहरू केही छ भने यहाँ अब कोही बेला बन्द हुन्छ असुविधा हुनसक्छ दोकान चाहिँ कहाँ छ र बन्द हुन्छ त्यहाँ डिफेन्सको लागि चाहिँ यसो होइन भोक लाग्छ हान्छ नत्र गाह्रो छ पानी र अरू खानेकुराहरू चाहिँ लिएर आउनुहुन्छ खानुमै व्यस्त कोही चाहिँ फेरि भ्लग गएको अरे अब खानुमै व्यस्त भएपछि म केही बोलिनँ हाम्रो मिस नेपाल आशीर्वाद छ बालक आशीर्वाद छ भयो लु साथीहरू म पनि कस्तो चाहिँ हुँदो रहेछ हेर्नलाई जाँदैछु कस्तो हुँदो रहेछ एकचोटि म पनि गएर आउँछु अनि भन्छु है त कसरी जानु मेरो मोबाइल यो घडी निकाल्छु साथीहरू मलाई चाहिँ जान चाहिँ एकदमै डर लागिरहेछ तर पनि तपाईँहरूको लागि भने जाँदैछु है त कसरी रे गर्नुभएको बुढेसरी यो बाजेको लट्ठी तपाईँले सानो सानो कुरा नि बेइज्जत गर्नु मन लाग्छ पारुले पहिले यस्तो अस्ति नै होइन यत्रो बामफुली बनाएको थियो होइन यहाँ फेरि स्वाक्क गरेर भित्रै सुकाएर भित्रै सबै हाल्यो साँच्ची हो क्या रियल हो नि फेरि अर्ग्यानिक गफ भनेको यस्तो हुन्छ नि फेरि थाहा छ के यो तिरुपाती अन्तमै भन्छ माइती पाउनु झोला कसरी भयो यसको नाम झोला कसरी भयो के मलाई भनिदिनु त ल कसरी होला एउटा यसको नाम झोला कसरी यसको नाम होला यसको नाम के हुनुपर्छ थाहा छ के बोक्ला कसरी बोक्ला भयो बोक्न ल छाता छाता छाताको भन्नु त छाता छाता सोच्ने टाइमै हुँदैन छाताको हामी सुन्दैन हामी बोल्दैन हुँदैन छाता होला नि तर त्यसको नाम चाहिँ अर्को मेरो हिसाबले चाहिँ के राख्दा नि हुँदैन तर्का राख्दा पनि हुन्छ होला के कसरी तर्का पानीहरू तर्काउँछ नि हो होइन अरू चाहिँ जुत्ता जुत्ता कसरी भयो कसरी भयो नि जुत्ता अनि जुत्ताको अब जुत्ता कसरी भयो तिम्रो खुट्टामा लगाएको सिधा भयो नि त्यसरी ल त साथीहरू हामी चाहिँ हिँड्ने क्रम जारी छ अब उकालो ओह्रालो हिँड्दा 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 अब थाकेर भिडियो बनाउनु पनि यस्तो नाक ठोकिएला जस्तो छ उकालो त्यही भएर
अब यहाँको भिडियो चाहिँ यति नै इन्ड गर्ने। गाडीको रोडहरू चाहिँ फेरि राम्रो छ है, गाडी बाइकहरू बाटोमा निक्लिने हो। साधनहरू लिएर आउन सक्नुहुन्छ भने चाहिँ राम्रो। यसरी हामी जस्तो हिँडेर चाहिँ पैदल राततिर चाहिँ नगर्दै बेस भन्दै आजको भिडियो हजुरहरूलाई के कस्तो लाग्यो प्लिज कमेन्ट बक्समा कमेन्ट गर्नु होला। अनि